नमस्कार सबैलाई देखा पढी देखा खेल ऱ्यापिड फायरमा स्वागत छ। ऱ्यापिड फायर इज वान अफ अ काइन्ड शो। यो शोमा हामी एउटा स्पोर्टिङ पर्सनालिटीलाई ल्याउँछौँ र उहाँहरूलाई केही प्रश्नले गोली हान्छौँ। द्याट्स वाइ इट्स कल्ड ऱ्यापिड फायर। म चाहिँ देखा पढी क्रस फायर भन्न मन लाग्छ मलाई। लेट्स कल इट ऱ्यापिड फायर जेनरली। आज हामीसँग हुनुहुन्छ नेपाल बास्केटबल टिमका एकदम लामो समयसम्म खेलिसकेका खेलाडी सुब्रत राजोपाध्यायजी। सुब्रतजी स्वागत छ। थ्याङ्क यू। निकै नै लामो नाम है तपाईँको। अलिक लामै छ भन्नु पर्यो। राइट, हाइट पनि लामै छ। अब यो हाइटको के कुरा गर्नु, यस्तै हो। बास्केटबल खेलाडीको लागि आइडियल हाइट होइन नि, खास अब यो अलिकति मेरो जुन हाइट छ यो चाहिँ अलिकति अप्ठ्यारो हाइट हो। म चाहिँ कस्तो भनेदेखि सानोहरू मैले चाहिँ ठुलो हो। हजुर। तर ठुलोहरू मैले चाहिँ म सानै हो क्या फेरि। 6'2" हुनुहुन्छ? म 6 फिट, एक्ज्याक्टली 6 फिट। एक्ज्याक्टली 6। ओके, ऱ्यापिड फायर सुरु गरौँ। हुन्छ। केही प्रश्नहरू छ, क्वेसन्सहरू छ, म फ्याट फाल्छु। धेरै समय नलगाइकन आन्सर दिनुपर्ने हुन्छ है त। ऱ्यापिड फायर सुरु गरौँ है त। राइट, द फिलिङ ड्युरिङ योर नेसनल टिम डेब्यू। कहाँ हो, के हो, कस्तो हो, होइन त्यो एकदम रमाइलो थियो त्यो बेलाको। आफूलाई 3 शब्दमा डिस्क्राइब गर्दा कसरी गर्नुहुन्छ? फ्रेन्डली, आई निड टु बी क्विक, राइट। फनी पनि होला एउटा। फनी, या ओके, अफ कोर्स। फ्रेन्डली, फनी एन्ड फेरि गरौँ न यार। अलराइट, फेभरेट बास्केटबल हिरो? अहिलेसम्मको मेरो ट्रेसी म्याकग्रेडी। किन? अब यहाँ यस्तो हुन्थ्यो, बास्केटबल भनेपछि अब मलाई चाहिँ कस्तो भने अब अलिक लङ सर्टहरू पनि ट्राई गर्नु मन लाग्ने 3 पोइन्ट्सहरू हुन्छ नि, होइन। अनि अब स्कुल कलेजमा अब हाइट छ भने चाहिँ मलाई जहिले पनि रिङ मुनिबाट खेल्न लाउँथ्यो। अनि मलाई चाहिँ जहिले पनि गेमहरू हेर्दाखेरि त्यो अलि अग्लो मान्छेले चाहिँ बल ह्यान्डलिङ गरेको, होइन, अनि त्यो 3 पोइन्ट सर्ट्सहरू लिएको त्यस्तो खुब मन पर्थ्यो। त्यसले गर्दाखेरि अब ट्रेसी म्याकग्रेडी अलि अग्लो पनि मान्छे हो, अनि उसको बल ह्यान्डलिङ राम्रो छ, उसले 3 पोइन्ट सर्ट पनि हान्नु सक्छ, उसले डङ्क गर्नु सक्छ। सो त्यही भएर पनि मलाई यो अलिकति अग्लो मान्छेहरू मनपर्ने बेलामा, अब त्यो बेलामा मलाई ट्रेसी म्याकग्रेडीको गेम देखेर म एकदम नै आकर्षित हुन्थेँ। कोबी ब्रायन्ट और लेब्रन जेम्स? कोबी ब्रायन्ट। किन? अब म सानोदेखि हुर्केको नै कोबी ब्रायन्टको गेम हेरेर हो, होइन। अनि त्यो जेनेरेसनै कोबी ब्रायन्ट जेनेरेसन त्यस्तो भयो। हुन त अब लेब्रन जेम्समा आउँदाखेरि उसको र मेरो एज सायद उस्तो नै होला, तर पनि मैले हेर्दाखेरि त कोबी ब्रायन्ट त अब एउटा पिकमा थियो। अनि प्लस पोइन्ट के भने उसले आफ्नो पुरा करियर नै उसले आफ्नो एउटै टिमलाई मात्र दियो, जब कि अब लेब्रोन जेम्स कहिले कता होइन। हुन त अब कोबी ब्रायन्टलाई उसले चाहिँ अब अलिक सेल्फिस खेल्छ, पास दिँदैन भन्ने गर्छ। तर अब त्यो बेलामा जतिसुकै क्रिटिसाइज मैले पनि गर्दाखेरि पनि अब अहिले आएर उसको सबै कुरा बुझ्दाखेरि कोबी ब्रायन्ट चाहिँ मलाई राम्रो लाग्छ। एज अ होल अ बिट बेटर प्लेयर फर यु? अ बिट प्लेयर भन्नु पर्यो। नेसनल टिममा तपाईँको बेस्ट फ्रेन्ड चाहिँ को थियो? सबभन्दा तपाईँ कोसँग मिल्नुहुन्थ्यो? सुरुमा हुँदाखेरि चाहिँ मेरो सबभन्दा मिल्ने भनेको सञ्जय बेन्जनकार थियो। दुईजना छ, फेरि सञ्जय बेन्जनकार पनि, होइन। सञ्जय बेन्जनकार जुनियर भन्छ उसले आफूलाई, ऊ थियो। अनि अब पछिल्लोमा चाहिँ मेरो सबभन्दा मिल्ने भनेको युक्त राम भक्त माथेमा, अनि राजीव जोशी, विक्रम जोशी। मैले एउटा भने 3-4 वटा आयो त। अब हामी सँगै नै छौँ नि, त्यही भएर पनि। पहिलोचोटि टुर्नामेन्ट इन्टरनेसनल खेलेर आउनुभयो, परिवारको रियाक्सन कस्तो थियो त्यो खेल्न जाँदैछु भनेर थाहा पाउँदाखेरि? उहाँहरूको त्यो खुसी त एकदमै अर्कै नै थियो क्या। अब त्यो कसरी मैले एक्सप्लेन गर्नु, होइन। राम्रो थियो एकदम। अब त्यो मैले एक्सप्लेन गर्न म सक्दिनँ होला यसको। डिफाइन बास्केटबल इन योर ओन वर्ड्स। अब बास्केटबल भनेको यस्तो गेम हो, होइन, जुन चाहिँ अब हामी हावामा खेल्छौँ क्या। यो फ्लोरभन्दा अलि माथि एलिभेटेड हुन्छ नि, अब जे गरेर पनि उफ्रिनु पर्ने, हावामा हुन्छ, सबै कुरा हावामा हुन्छ। सर्ट पनि उफ्रेर हाल्नु पऱ्यो, रिबाउन्ड दिनु पऱ्यो। सो जे गर्दा पनि हावामा खेल्ने भएकोले अब यो बास्केटबललाई चाहिँ अब यो के भन्ने होला, अब हाई फ्लाइ त्यस्तै भन्नु पर्ला। एनबिएमा गएर खेल्न पायो भने कुन टिममा खेल्न तपाईँलाई पाए, यहाँ खेल्थेँ जस्तो हुन्छ? अब त्यो एनबिए भनेको त एउटा त्यो के भन्थ्यो, बियोन्ड द इमेजिनेसनवाला ड्रिम भयो, होइन। अब त्यही पनि अब त्यहाँ गएर खेल्न पायो भने चाहिँ मलाई खेल्न मन लाग्ने टिम अब अहिले इच्छा चाहिँ मेरो सायद अब सिकागो बुल्स नै हुन्छ होला। तपाईँको ड्रिम डेस्टिनेसन? नेपाल बाहिर हो भने चाहिँ अब जो ठ्याक्कै एक्ज्याक्टली यस्तो भनेको त छैन, तर एउटा बिचमा गएर त्यो सनबाथ लिन चाहिँ मलाई खुब रहर छ। ओके, अहिलेसम्म गर्नुभएको छैन? बिचमा चाहिँ म अहिलेसम्म पुगेको छैन। ओके, तपाईँको निकनेम के हो? I think something interesting is coming from here. यसलाई स्किप गर्न मिल्दैन? भन्न ट्राई गर्नुहोस् न। अब निकनेम भनेको कहिले पनि एउटा त्यो राम्रो त कहिले नि हुँदैन कि, त्यही भएर
अब मेरो खेल्दाखेरि चाहिँ मलाई सबैले भेडे भनेर बोलाउँथ्यो भेडे डान्सरी खेले अब तपाईँलाई बास्केटबलमा यसरी लाग्नुभयो होइन के कुराले गर्दाखेरि तपाईँ कन्सटेन्टली त्यसमा लागिरहनु भयो फर द लभ अफ द गेम नै हो यो गेम प्रतिको मोह भन्नु पऱ्यो ओके तपाईँको बास्केटबल प्लेयरलाई चाहिँ जुत्ता एकदम इम्पोर्टेन्ट हुन्छ है हजुर तपाईँको फेभरेट सुज ब्रान्ड कुन चाहिँ हो नाइकी नाइकी किन त्यो चाहिँ यो एकदम कम्फोर्टेबल हुन्छ नाइकीको चाहिँ होइन अब अनि त्यसमाथि त्यो यसको यो सबै कुरा सजिलो छ क्या खेल्नको लागि एकदम कम्फोर्टेबल हुन्छ अनि एकदम हलुका पनि हुन्छ नाइकी त्यही भयो पनि अब प्लस अब अरू जति पनि आफ्नो आइडल प्लेयर्सहरू हुन्छ नि अब उनीहरूले पनि त्यही नाइकी ब्रान्डको लगाइरहेको हुन्छ त्यही भएर पनि म अलि नाइकी नै मन पराउँछु तपाईँको बास्केटबल करियरमा एकदम बिर्सिन मन लागेको क्षण चाहिँ कुन थियो बिर्सिन मन लागेको अब किन बिर्सेन यत्रो माया गरेको गेमलाई कुनै क्षण हुन्छ नि जित्न जान्छु भन्ने टुर्नामेन्ट फ्याट्टा हारेर हुन्छ एउटा अलि नमिठो मेमोरी के यो चाहिँ धेरै पुरानो हो म कलेजमा पढ्थेँ है म 11मा हुँदाखेरि म कलेजमा पढ्दाखेरि चाहिँ हामी आफैले टुर्नामेन्ट अर्गनाइज गऱ्यौँ अनि हामीले राम्रो भइरहेको थियो गेम होइन अनि सेमी फाइनलमा चाहिँ हामी हार्यौँ जुन टिमलाई हामीले त्योभन्दा पहिलाको टुर्नामेन्ट हामीले हराएको थियौँ अनि त्यो बेलामा हामी सबैजना यति इमोसनल भयो कि होइन अब सबैजना त्यो उमेरको मान्छेहरू पनि केटाहरू पनि होइन आँसु झारेको थियो कि अब त्यो एउटा चाहिँ अहिलेसम्म अलिकति मनमा चस्सल लाग्ने फिल हुने त्यो एउटा चाहिँ हो अब यहाँ मसँग एउटा क्वेसन थियो म एकदम दोधारमा परेँ होइन मैले धेरैलाई सोध्ने गरेको छु सिङ्गल अर इन अ रिलेसनसिप भनेर I'm married. तपाईँ चाहिँ त्यो क्याटेगोरीबाट छुट्टिएर तपाईँ बिहा गरिसक्नुभयो छोराछोरी छन् अब मेरो रिसेन्टली नै अब भएको हो अब अहिलेसम्म प्लानिङ चाहिँ भएको छैन वाट वाज द्याट छोरा कि छोरी भन्न खोजे छैन अब ए बिहा चाहिँ रिसेन्टली भएको भन्नुभयो सो हेजिटेन्ट वाइ भनेर सोध्न लाग्यो मैले एन्ड इज लास्ट एउटा गुड नोटमा एन्ड गरौँ हाउ ओल्ड वेयर यु व्हेन यु फर्स्ट किस्ड I was maybe like 5? Just saying. Alright. I kissed in what sense? अब कसको लागि कलाई एज कुन एजमा किस गर्नु भएको थियो कसरी याद हुन्छ त्यो त अब किनभने किस त अब जसलाई जसरी जुनै बेला नि गरेको हुन्छ हैन गर्लफ्रेन्डलाई अथवा द गर्ल यु लाइक भन्नु न सायद म 26 थिएँ कि फर्स्ट केस गर्दा 26 वर्ष म यति धेरै भने नि अब यति धेरै म खेल्थेँ नि त्यो खेल्दाखेरि पनि अब हुन त अब फ्यान्सहरू नहुने होइन अब कलेज लेभलमा त अब हुन्छ नै होइन अनि अब त्यो कोही मान्छे अब कोही केटीहरू अब कुरा गर्न आउँदाखेरि मैले टाढै भएको थिएँ कि त्यस्तो अलि साई नेचर खालको थियो त्यो बेलामा चाहिँ अब यो मलाई चेन्ज गर्ने पनि यो गेम नै हो किनभने बास्केटबल खेलेर नै मैले ठाउँ ठाउँमा घुमेर अब अलिकति बोल्न सक्ने भएको पनि यो गेमले गर्दाखेरि नै हो That was my last question. But चकित बनाइदिनु मलाई है and this is perhaps the most interesting rapid fire हामीले अहिलेसम्म गरेकोमा thank you so much for coming. Thank you for invitation. Thank you so much. Alright. एकदमै रमाइलो भयो ऱ्यापिड फायर इज अलवेज फन पृथुसँग रमाइलो भएको थियो इन्दुजीसँग पनि रमाइलो भएको थियो सुब्रतजीसँग त झनै रमाइलो भयो एन्ड विल ट्राई टु मेक इट मोर इन्ट्रेस्टिङ टु यु गाइज अहिलेको लागि ऱ्यापिड फायरबाट बिदा माग्छु अन्टिल नेक्स्ट टाइम आई सी यु गाइज व्हेन आई सी यु गाइज बाइ बाइ